नमस्कार सबैजनालाई हजुरलाई बाई फ्रम आरतीको च्यानलमा स्वागत छ अनि म आज हजुरलाई हाम्रो त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्समा रहेको स्टकहरू के छन् त भनेर सरल जानकारी मात्र दिनेवाला छु। हजुरलाई मोर इन्फर्मेसन हुन्छ नि अझ यसको बारेमा डिटेल्ड इन्फर्मेसन चाहिन्छ भने चाहिँ हजुरले मलाई WhatsApp गर्न सक्नुहुन्छ अथवा कल गर्न सक्नुहुन्छ। मेरो नम्बर रहेको छ 9851135926। हजुरको यस्तो महत्त्वपूर्ण समयलाई खेर नफालिकन मैले हजुरलाई स्टकहरू देखाउन थालिहालेँ त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्समा के नयाँ गाडी आएको छन् भनेर। फर्स्टमा रह्यो कियाको सेल्टस। अब सेतो कलरमा त सबैजनाको फेभरेट गाडी नै हो हैन। यो चाहिँ STX MT भेरिएन्टमा भनेको मतलब फुल अप्सन सनरुफ सहितको फुल अप्सन तर म्यानुअल ट्रान्समिसनमा हो। सिंगल ह्यान्डेड गाडी 46,000 किलोमिटर मात्र कुदेको छ अनि यसको प्राइस चाहिँ हामीले कोट गरेको छौँ 51 लाख। प्राइस नेगोसिएबल छ प्लस 5 वर्षको लागि फाइनेन्सिङ पनि गर्न मिल्छ। त्यसै गरी छ हामीसँग 2021 को भेन्यू। यो चाहिँ 12 सीसी को यस भेरिएन्टमा हो। 40,000 कुदेको सिंगल ह्यान्डेड गाडी हो। अलिअलि स्क्रैचेस चाहिँ छ, यो मेन्टेन भएर आइहाल्छ हजुरहरूलाई। यसको प्राइस चाहिँ हामीले कोट गरेको छौँ 36,50,000। त्यसै गरी छ हामीसँग सबै गाडीहरू छ कस्तो मिठो मिठो कलर के सेतै कलरमा छन् है। त्यसै गरी छ हामीसँग क्रेटा पनि 2021 मोडलकै हो। यो पनि फुल अप्सन फिचर्समै हो भनेको मतलब क्रेटा SX भेरिएन्टमा हो। पेट्रोल इन्जिनमै म्यानुअल ट्रान्समिसनको गाडी 54 लाख छ प्राइस चाहिँ। यसमा चाहिँ हजुरले प्यानोरामिक सनरुफ पनि पाइन्छ भनेको अगाडिदेखि पछाडिसम्मकै सनरुफ हुन्छ कि यसमा चाहिँ। उतो सेल्टसमा चाहिँ सानो सनरुफ पाइन्छ है। अनि यो गाडी कति 30,000 मात्र कुदेको छ। गाडी पनि एकदमै राम्रो कन्डिसनमा छ। प्लस इभी खोजिन्छ नि त अहिले त हैन। इभी खोज्नेहरूको लागि पनि छ हामीसँग नेक्सन 2022 मोडलको नेक्सन YXZ प्लस लक्स भेरिएन्टमा। यसमा पनि सानो सनरुफ पाइन्छ। यो लक्स भेरिएन्ट भएपछि हजुरलाई लगभग 250 किलोमिटरको रेन्ज त दिन्छ नै गाडीले। गाडी पनि एकदम राम्रो कन्डिसनमा छ। एक्सिडेन्ट रहित गाडी नै हो। 26,000 किलोमिटर कुदेको छ। यसको प्राइस चाहिँ हामीले 31 लाख कोट गरेको छौँ। सबै प्राइसेसहरू नेगोसिएबल छ है। अनि अझ यति राम्रो किक्स छ नि हामीसँग हैन। मर्सिडिज बेन्जको A क्लास इन्जिन भएको 2023 मोडलको टर्बोचार्ज्ड 1300 सीसी को हामीसँग किक्स आएको छ। यो चाहिँ नयाँमा 72 लाख पर्ने गाडी हजुरलाई अहिले 55 लाखमै उपलब्ध छ भने यो गाडी अहिले पनि सोरुमकै नाममा छ। सोरुमबाटै गाडी लिएको जसरी गाडी लिनु छ अनि अझ धेरै रेट कममा भने यो गाडी हजुरको लागि 55 लाखमा प्राइस अझ नेगोसिएबल छ हैन। अनि अब सोरुमबाट डाइरेक्ट हजुरको नाममा पनि लिएर जान मिलिहाल्यो। अनि त्यसपछि अब यत्रो ठुल्ठुलो गाडी देखाएपछि सानो गाडी नदेखाउँ भन्ने त हुँदैन। हामीसँग सेडानमा छ Hyundaiको 2009 मोडलको Hyundai Accent फुल अप्सन फिचर्स भएको गाडी जम्मा 12.5 लाखमा। यो लाइनमा देखाएको गाडीहरू चाहिँ नर्मली सेतो सेतो गाडी परिरहेछ के। राम्रो कलर पनि हो हैन, एकदम रुचाउने कलर पनि हामीसँग हेर्छन्। कति राम्रो फिगो पनि छ। 2017 मोडलको ट्रेन्ड भेरिएन्टमा 17 लाखमा छ गाडी। हजुरले 7-8 लाख डाउन पेमेन्ट तिरेर लिएर जान मिल्छ। गाडी पनि धेरै राम्रो कन्डिसनमा छ। हामीसँग छ अर्को म्याग्नाइट 21 मोडलको XV प्रिमियम वाला म्याग्नाइट। अब प्रिमियम भएपछि 360 डिग्री क्यामेराहरू सबै पाइहालिन्छ नि। यसको मेन फिचर मेन आकर्षणको तत्त्व भनेको यसको ग्राउन्ड क्लियरेन्स पनि भन्न सकिन्छ। 205 mm को ग्राउन्ड क्लियरेन्स हुन्छ। 1000 सीसी को इन्जिन भएपछि माइलेज एकदम राम्रो दिन्छ। प्लस फुल अप्सन फिचर्स भएपछि अरू के चाहियो। 2021 मोडलको गाडीलाई हामीले प्राइस कोट गरेको छौँ 30 लाख। प्राइस नेगोसिएबल छ प्लस 5 वर्षको लागि फाइनेन्सिङ गर्न मिल्छ भ्यालुएसनको 60% सम्मको लागि। कुन गाडी हो यो? डस्टर। हामीसँग रेनोको डस्टर पनि छ हैन। डिजलवाला गाडी अलिकति राम्रो माइलेज दिने खालको गाडी चाहिन्छ भने चाहिँ 2017 को RXZ प्लस भेरिएन्टमा हो जसको प्राइस चाहिँ हामीले 24,50,000 राखेको छौँ। यसलाई पनि हजुरले 3 देखि 4 वर्षसम्म फाइनेन्सिङ गर्न मिल्छ भ्यालुएसनको 60% सम्म। त्यसै गरी छ अर्को किया। अघि मैले हजुरलाई म्यानुअल ट्रान्समिसनवाला किया देखाएँ नि हैन। यो चाहिँ अटो ट्रान्समिसन हो। यसको अप्सनको नाम चाहिँ HTX IVT भन्छ। यसमा पनि हजुरले सनरुफ पनि पाइन्छ। यो चाहिँ अटो ट्रान्समिसनमा भएको कारणले हजुरले चलाउन एकदमै सजिलो हुन्छ। 21 मोडलको यस गाडीको प्राइस हामीले 54 लाख राखेको छौँ। प्राइस नेगोसिएबल छ। अब 4WD वाला गाडी खोजिन्छ कम्प्याक्ट SUV एकदमै राम्रो खालको भने हामीसँग छ 2015 मोडलको। यो 15 मोडल भनेपछि चाहिँ टेरियसको सबैभन्दा लास्ट भेरिएन्ट नै हो के। 15 देखि 16 मोडलदेखि टेरियस आउँदैन नि त। 15 को यस गाडीलाई हामीले 40,50,000 राखेको छौँ। प्राइस नेगोसिएबल छ। 4WD मा छ गाडी। यस्तो राम्रो छ नि साँच्चै लिटरली के। यो गाडी हेरिछ भने अरू टेरियस नै हेरिसिन हजुरले त्यति चाहिँ ग्यारेन्टी दिन्छु म। अर्को के छ हामीसँग टुसन
16 मोडलको टुसान 4WD हो गाडी, त्यो पनि अटो ट्रान्समिसन हो। हेरिस न 4WD लाउन पायो भने पनि सजिलो होइन, किनभने यिनीहरूको बटनवाला हुन्छ नि त 4WD प्लस अटो ट्रान्समिसन भएपछि त्यो क्लज यताउताको झन्झटै लिन नपर्ने, कहाँ कहाँ जान पनि सजिलो। यस गाडीको प्राइस पनि 53 लाखमा छ, जुन चाहिँ प्राइस नेगोसिएबल छ सबै, प्लस फाइनेन्सिङ पनि गर्न मिल्छ। हामीसँग चाहिँ होइन स्विफ्ट पनि छ, यति मिठो कलरमा 2018 मोडलको, त्यो पनि जेटेक्स-आई भेरिएन्टमा, भनेको मतलब फुल अप्सन क्या, पुस बटन, डुअल एयरब्याग्स, एबिएसहरू सबै हुन्छ नि। गाडीको प्राइस 25,50,000 छ, प्राइस नेगोसिएबल त छँदैछ होइन। यसलाई पनि हजुरले 5 वर्षसम्मको लागि फाइनेन्सिङ गर्न मिल्छ, त्यो पनि भ्यालुएसनको 60%सम्म। एकदमै खतरा खालको एसयुभी चढ्न मन छ भने होइन, हामीसँग टाइगुन पनि छ क्या VW। यो चाहिँ के भन्छ, स्कोडाको कुशाक र VW टाइगुनको इन्जिन चाहिँ सेम हुन्छ क्या, नो डिफरेन्स होइन। यसको भेरिएन्टको कुरा गर्दा चाहिँ कम्फर्ट लाइन भेरिएन्टमा हुन्छ, सेमी अप्सन इन्जिन हो, 42 लाखमा छ, प्राइस नेगोसिएबल छ, प्लस किलोमिटर पनि एकदमै थोरै कुदेको छ क्या, 22,000 किलोमिटर मात्र कुदेको छ गाडी। गाडी एकदमै राम्रो कन्डिसनमा छ, हेर्नको लागि थाहा छँदैछ। त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्स, जुन चाहिँ कहाँ छ, सानेपा रिङ रोडमा। हामीसँग रहेको भित्रपट्टिको गाडीहरू त देखाइहालेँ मैले, हजुरको टाइम एकदमै इम्पोर्टेन्ट छ भने मलाई थाहा छ, त्यही भएर हामीसँग भएको बाहिरपट्टिको स्टकहरू पनि एकदमै सरसरी भन्दैछु। सो यो भिडियो चाहिँ हेरिस यसलाई कम्प्लिटली नै। हामीसँग छ सबैभन्दा फर्स्टमा चाहिँ 2016 मोडलको सेलेरियो VXI भेरिएन्ट। हामीसँग रहेको गाडीहरू जुनसुकै गाडी पनि एक्सिडेन्ट रहित हुन्छ भने त थाहा छँदैछ हजुरलाई, हामीले त्यसमा ग्यारेन्टी पेपर सहित हजुरलाई प्रदान गर्नेछौँ। यो 16 मोडलको VXI को प्राइस चाहिँ हामीले राखेको छौँ 17,90,000, 53,000 किलोमिटर गुडेको छ गाडी, गाडी एकदमै राम्रो कन्डिसनमा छँदैछ। त्यसै गरी चाहिँ हामीसँग 16 मोडलको इयोन एरा प्लस, जसको प्राइस चाहिँ हामीले कोट गरेको छौँ 13,90,000। गाडी हजुरलाई माइलेज भएको गाडी अनि सानो स्पेसमा पनि अट्ने खालको गाडी, राम्रो गाडी चाहिन्छ भने ह्युन्डाईको यो गाडी चाहिँ हजुरको लागि बेस्ट रहन्छ। अनि छ हामीसँग E2, यो गाडी चाहिँ अहिलेको हाम्रो सो स्टपर भन्छ नि त्यस्तो खालको गाडी भएको छ कि। 2016 मोडलको E2 हो, जम्मा 8.5 लाखमा छ। यो चाहिँ इभीमा हो, हजुरले घरमा आनन्दले 4-5 घन्टा चार्जिङ गरेर 100% ब्याट्री बनाइसो भने 100 देखि 120 किलोमिटरको रेन्ज दिन्छ। त्यही भएर भ्यालीभित्र इभी सानो चुटुक्क खालको गाडी किन्नु मन छ भने चाहिँ यो गाडी हजुरको लागि बेस्ट। अर्को छ हामीसँग ग्लोरी, यो चाहिँ 2020 मोडलको ग्लोरी 560 हो। यसको प्राइस हामीले कोट गरेको छ 29,50,000। अनि यो गाडीलाई चाहिँ हामीले के पनि भनेको छ भने हजुरको प्राइसमा लिएर जान सकिन्छ भनेछौँ। त्यही भएर हजुरलाई आफ्नो दाम लगाएर कुनै पनि गाडी लिएर जानु मन लाग्छ भने चाहिँ ग्लोरी 560 हजुरको लागि। एसयुभीमा 20 मोडलको गाडी 29,50,000मा छ, गाडी एकदमै राम्रो कन्डिसनमा त छँदैछ। गाडी हेरेर कहाँ थाहा छँदैछ हजुरलाई, त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्स है। अनि नि हाम्रो नेपालीको बानी कस्तो हुन्छ भने सस्तो गाडी आओस् होइन, मोडल भन्दा पनि सस्तो गाडी होस्, ग्राउन्ड क्लियरेन्स राम्रो होस्, फिचर्स पनि एकदमै राम्रो फिचर्स दियोस्, माइलेज पनि दियोस्, त्यस्तो भनिसिन्छ भने चाहिँ हामीसँग छ विनोको क्विड 2021 मोडलको गाडी 17,50,000मै छ। 21 मोडलको गाडी 17,50,000मै छ। अनि यस गाडीको प्राइस चाहिँ सधैँ होइन, ग्राउन्ड क्लियरेन्स पनि 185 mm को हुन्छ, माइलेज पनि एकदमै बब्बाल माइलेज दिन्छ, 17-18 को सिटीमै दिइरहेको हुन्छ। फिचर्समा पनि हजुरलाई फुल अप्सन फिचर्सहरू लगभग पाइन्छ नै। यति राम्रो गाडी मिस नगरिसु है, 5 वर्षको लागि फाइनेन्सिङ पनि गर्न मिल्छ यो गाडीलाई। यहाँ चाहिँ हामीसँग 2016 मोडलको रेन्ज ओभर जस्तै देखिने ब्रेजा आएको छ, 16 मोडलको ZDI प्लस भेरिएन्टमा हो। भनेको मतलब फुल अप्सन गाडी त हुँदै हो, डिजल इन्जिनमा हुन्छ भनेपछि माइलेज पनि एकदम राम्रो दिन्छ, 198 mm को ग्राउन्ड क्लियरेन्स पनि दिन्छ, मेन्टेनेन्स कस्ट पनि कम पर्ने यस गाडी चाहिँ 27 लाखमा छ। प्राइसेसहरू सबै नेगोसिएबल छ, प्लस फाइनेन्सिङ पनि गर्न मिल्छ है। अब हामीसँग छ अर्को पनि ब्रेजा। अब डिजल ब्रेजा चाहिँ नलिने, आई वान्ट टु गो फर पेट्रोल ब्रेजा भनिन्छ भने पेट्रोल ब्रेजामा पनि फुल अप्सन फिचर्स भएको ZXI प्लस 2022 मोडलको हेरिरहेको छौँ हजुरलाई 42 लाखमा, जुन चाहिँ प्राइस नेगोसिएबल छ। अनि अझ राम्रो कुरा चाहिँ यो गाडी जम्मा 26,000 किलोमिटर मात्र कुदेको छ विथ सर्भिस हिस्ट्री। अघि मैले हजुरलाई क्रेटा 2021 को SX देखाएँ नि है सेतो कलरमा, हामीसँग चाहिँ अब फेरि डिजलमा पनि छ 2016 मोडलको क्रेटा SX नै हो यो पनि होइन। गाडी एकदमै राम्रो कन्डिसनमा छ, गाडीको इन्जिन पनि एकदम राम्रो कन्डिसनमा छ। 2016 मोडलको यस गाडीलाई चाहिँ हामीले कोट गरेको छौँ प्राइस 33,50,000।
हामीसँग 2016 को फोर्ड फिगो पनि छ होइन, यो चाहिँ टाइटेनियममा हो। अब सानो 10 लाखभन्दा मुनिको डाउन पेमेन्ट तिरेर राम्रो गाडी लिने हो भने चाहिँ यो पनि ठिक छ है। 7-8 लाखको डाउन पेमेन्ट तिरेर 2016 मोडलको यो गाडीलाई लिन सकिन्छ। टाइटेनियम भनेपछि फुल अप्सन फिचर्स त पाइहालिन्छ नि होइन, गाडी पनि एकदमै राम्रो कन्डिसनमा त छँदैछ। प्राइस हामीले 16 कोलाई 17 लाख कोट गराएका छौँ, त्यसमा पनि हजुरहरूलाई थोरै डिस्काउन्ट हुन्छ नि। अनि हामीसँग अर्को पनि अब फोर्डहरूमा नजाने क्विडहरूमा पनि नजाने भनिसिन्छ भने ह्युन्डाईको सेन्ट्रो पनि छ है। 2019 मोडलको नयाँ फेसलिफ्टवाला सेन्ट्रो हो यो। यसको प्राइस चाहिँ हामीले 21,50,000 कोट गरेको छौँ 19 मोडलको लागि। यो सिङ्गल ह्यान्डेड गाडी 62,000 किलोमिटर कुदेको छ। गाडी राम्रो छँदैछ, हुन त सबै गाडी राम्रो छ, बेच्ने मान्छेले गाडी राम्रो छ भनिहाल्छ नि भनिसकेर। साँच्चै के भन्नुपर्दा सबै गाडी राम्रो पनि छन् के, त्यही भएर पनि भन्न बाध्य भइन्छ गाडी राम्रो छ भनेर। यस गाडी चाहिँ भनिहालेँ 21,50,000मा 2019 मोडलको। अब 4WD-मा बाहिर पनि जाने एकदम राम्रो खालको करोडमाथि पर्ने गाडी अहिले कस्तो ठ्याक्कै बत्ती गयो हेरिस न। म के भनिरहेको थिएँ, हामीसँग चाहिँ 2008 मोडलको X12 छ होइन, निसानको। यो चाहिँ नयाँमा करोडभन्दा पनि माथि पर्ने गाडी हो। अहिले हजुरलाई 25 लाखमा छ, 4WD-मा हो। अब यति राम्रो गाडी लिएर नेपाल पुरै एक्सप्लोर गर्ने चाहना छ भने चाहिँ त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्स आइहाल्नु पर्यो। अब यसलाई चाहिँ फाइनेन्स गर्न मिल्दैन, किनभने फाइनेन्स गर्ने हो भने चाहिँ हजुरले मोडल लगभग 14 मोडल माथिको गाडीलाई हेर्नुपर्ने हुन्छ है त। फुले फुल फुल्यो कमरामा बस्यो। हामीसँग होइन अघि नेक्सन देखाएको थिएँ नि मैले इभी 2022 मोडलको, त्यस्तै नेक्सन 2023 मोडलको पनि छ। यो पनि यक्स-जेड प्लस लक्स भेरिएन्टमै हो, जस्ट मोडलको मात्र फरक हो। यो चाहिँ 33 लाखमा छ। प्राइस सबै नेगोसिएबल छ भने हजुरको डकुमेन्ट एकदम स्ट्रङ भएको कन्डिसनमा फाइनेन्सिङ पनि गर्न मिल्छ। अर्को पनि स्विफ्ट, यो चाहिँ 2018 मोडलकै हो, ब्लू कलरमा सिङ्गल ह्यान्डेड गाडी 49,000 किलोमिटर्स कुदेको छ जेटेक्स-आई भेरिएन्टमा। अब जेटेक्स-आई भनेपछि फुल अप्सन फिचर्स त हुने भइहाल्यो। यो गाडीको प्राइस पनि कति छ, 25,50,000, प्राइसेस आर नेगोसिएबल। अनि छ ग्रान्ड आई10। अब हेर्छौँ दुईवटा सबै मनपर्ने गाडीहरू छ क्या हामीसँग साँच्चै के भन्नु पर्दाखेरि है। 2018 मोडलको ग्रान्ड आई10 म्याग्ना भेरिएन्टमा छ। यो चाहिँ 24,50,000मा छ। 18 मोडलको 44,000 किलोमिटर कुदेको सिङ्गल ह्यान्डेड गाडी, एकदमै पर्फेक्ट कन्डिसनमा छ। अलिअलि स्क्रैचेस त छ, ओरिजिनल पेन्टमै छ नि त गाडी, हामीले पेन्ट गराएको छैन। तर हजुरलाई म स्क्रैच चाहिँ गराएर दिँदिनँ, हजुरलाई स्क्रैच मेन्टेन गरेरै दिन्छु। गाडी हेर्नलाई चाहिँ आउनु पर्यो हजुर। झन्डै यो गाडी भन्न चाहिँ मिस गरिसकेको रहेछु कि मैले, गर्छिन्छ क्यामेराम्यान होइन। अनि के भने सेभरेलेको अप्ठा देखाउनै बिर्साइरहेछु कि। हामीसँग 2012 मोडलको गाडी 12 लाखमा छ, सनरुफ सहित एयरब्याग, एबिएस, पावर विन्डोजहरू सबै भएको गाडी हो। यति राम्रो सेडानमा हजुरलाई लिन मन लाग्छ भने चाहिँ झट्टै आइहालिस् है। अब यसमा फाइनेन्सिङ गर्न मिल्छ कि मिल्दैन भन्दाखेरि 1 वर्ष जतिलाई चाहिँ मिल्ला हजुरको डकुमेन्ट स्ट्रङ भयो भने। हजुरलाई एक्सिडेन्ट रहित गाडी लिखित ग्यारेन्टीका साथ एकदमै राम्रो कन्डिसनको गाडीहरू, हस्पिटल इन्भाइरोमेन्ट जहाँ चाहिँ हजुरको पैसा मात्र होइन हजुरको इमोसन्सलाई पनि हेरेर गाडी दिइन्छ, त्यस्तो इन्भाइरोमेन्टमा गाडी किन्नु छ भने हजुरले भिजिट गर्ने पनि ठाउँ त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्स, जुन चाहिँ सानीपाई रिङ रोडमै छ। कल गर्नको लागि 9853519926 हो मेरो नम्बर। प्लिज कल गरिहालिस् होला। सी यू एट त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्स।